हेलो गाइस, आजको चाहिँ यस्तै छ है। किक्कर कोपी भन्ने ठाउँ हो यो पुखौदेखि बगेर आएको इरेल भन्छ यसलाई। उतादेखि आएको इरेल खोला हो यो। अहिले सायदै मणिपुरमा खोला देख्न यो जत्रिको ठुलो खोला साह्रै देखिँदैन, किनभने हामीहरू मान्छे नै मिलेर यी खोलासोला खाइसकेका छौँ अहिले। किनभने यो माटो र ढुङ्गा निकाल्नु भने प्रकृतिको खिलाफ हो। यो पारी डाँडै डाँडो छ, उता लानु भने चाहिँ गाई पुरै पुर्रिन्छन् होला। घाँसै घाँस छ, त्यस्तै छ। तर त्यहाँ लाने अहिले सम्भावना छैन, यो खोला हो। अलि पछि त्यो पनि पुरा हुन्छ। अहिले लोकताक लेकको यो धार अलिअलि बगेर आउन थालेको छ। अस्ति धेरै आउँदै थियो, अहिले अलिक कम आइरहेको छ। यहाँ केही छैन, प्रकृतिलाई छेडखानी छैन। यहाँ माछा मार्ने छैन। माछा उठ्यो त्यत्रो कुदो। अनि ढुङ्गा खन्ने पनि साह्रै छैन अहिले, किन भन्दाखेरि यो झगडाले गर्दाखेरिको कुरो हो। नभए यहाँ अति पनि खनिसक्थ्यो होला, खाइसक्थ्यो होला। झगडा हुनाले गरेर यति खोला चाहिँ बचिरहेछ। यो चप्पी र इरेलको खोलो मिसिएको हो यो। चप्पी कारौँ अनि इरेल भ्याली भन्छ यसलाई। त्यो खोलो हो गाइस। यसको किनारमा हामी हाम्रो गौ सेवा गर्न आएका छौँ। के कस्तो ठाउँ हजुरहरूलाई के कसो लाग्छ आफ्नो आफ्नो सुझाव दिनु होला। धन्यवाद।